ओ सर के छ एकदम ठीक बाइकहरु त केही देखिँदैन धेरैजना झुक्किनु भयो होला न्यू इयर रिकग्निसन हाउसमा बाइक छैन भनेर है नगरपालिकाहरूले चाहिँ अब तपाईको यहाँ अगाडि राख्नु दिएथेन पार्किङ नो पार्किङ मन्दिरमा हामीले नो पार्किङको बोर्ड स्टिकर पनि टालेर जानु भयो तपाईँहरूले पनि अब सरकार बलियो आइसकेको छ नियम र रुल्स चाहिँ फलो गर्नु होला यहाँ हामीले अगाडि राखेको छैन न्यू इयरमा साधन घट्यो भनेर तपाईँहरू नझुकिनु होला भित्र भिजिट गर्न आउनु होला तपाईँले खोजेको रोजेको सबै साधन छ तपाईँहरूको लागि भनेर आज हामीले चाहिँ मिनी भ्लग लिएर आइसकेको छ है यो रहेको छ हामीसित दुईटा हिमालयन है यो पनि 17 मोडल यो पनि 17 मोडल है यसको प्राइस हामीले 385 भनेको छु भने यसको प्राइस 365 छ है र अर्को हामीसित अफरोड अनरोडमा गुड्ने एकदमै 390 सीसी को केटीएम को एडभेन्चर छ एकदमै बबाल छ 19/20 मोडलको डुअल च्यानल एबीएस एफआई इन्जिन भएको जम्मा 10000 गुडेको हैन त प्राइस पनि हामीले कति भनेर राखेको छ रे एकदम आउने प्राइस जम्मा 10000 गुडेको छ वान हो 10000 गुडेको छ नयाँमा 10 लाख पर्छ नयाँमा 10 लाख पर्छ अहिले चाहिँ 6 लाखमा डिस्काउन्ट ल 6 लाखमा पनि डिस्काउन्ट भएर आउँछ र अर्को यो गबिसको 2021 मोडलको हामीसित एबीएस मा क्लासिक 250 आइसकेको छ कालो इन्जिन भएको है सिल्भर कलरमा सबै चेन्ज छ एकदम लोडेड छ बाइक अब अगाडि पछि दुईटै लेगार छ है जम्मा तपाईको 43000 रनिङ छ जेन्युइन रनिङ हो यसको प्राइस चाहिँ तपाईहरुलाई चाहिँ 5,80,000 छ त्यसमा तपाईलाई हल्का नेगोसिएबल हुन्छ र अर्को हामीसित गण्डकी 22 लट 2022 मोडलको गन मेटलमा छ है यसको प्राइस चाहिँ तपाईहरुलाई चाहिँ 6,35,000 छ त्यसमा तपाईलाई नेगोसिएबल हुन्छ 22 मोडलको है जम्मा 26,000 रनिङ छ र अर्को यो गण्डकी 19 लट 2020 मोडलको सेक्सी ब्ल्याक भन्छ यसलाई सेक्सी कलर भन्छ है 2020 मोडलको अगाडि पछाडि दुईटै लेगाड भएको व्हील भएको एकदम चिल्लो ब्ल्याकमा छ यसको प्राइस 5,25,000 फिक्स प्राइस भनेर राखेको छ है चारौ अर्को हामीसित ग18 को 2020 मोडलको बेनेलीको 250 सीसी को बिएनसी को बाइक एकदम बबाल छ है स्टार्ट पनि गरेर सुनौँ है त जम्मा 10,763 गुडे छ अहिलेसम्म 3,80,000 मा आयो 3,80,000 मा आयो त ल यदि 250 आर को बेनेली भन्दा यो लिन चाहनुहुन्छ नि चाँडो भन्दा चाँडो व्हाट्सएपमा बुकिङको लागि खबर गर्न सक्नुहुन्छ ल अहिलेसम्म पोखरामै नआएको रिकन्डिसनमै नआएको हामीसित एनएस 400 रिकन्डिसन न्यू इयर रिकन्डिसन हाउसमा आइसकेको छ है नयाँमा यसको लगभग तपाईको 5,50 6 लाखै छ होला अहिले चाहिँ तपाईहरुलाई चाहिँ 4,90,000 मा आउँछ है कति गुडे छ यो रनिङ पनि देखाइदिन्छु म तपाईलाई जम्मा 4,690 गुडे छ उसैको नाममा है शोरूमबाट डाइरेक्ट 1 भएर 50% फाइनान्स मा हैन त 50% डाउन पेमेन्ट पनि हुन्छ न्यू इयर रिकन्डिसन हाउसमा बाइक चाहिँ एकदम बबाल छ ब्रेकिङ सिस्टम हरेक चाहिँ यसको जति पावर लिए पनि है एकदम राम्रो छ बाइक चाहिँ अर्को आइएनएसहरु पनि छ हामीसित तपाईको 50% डाउन पेमेन्टमा फाइनान्स पनि हुन्छ मान धेरैजना झुक्किनु भयो होला फाइनान्स हुन्छ भनेर हुँदैन भन्नुभयो होला बजाजको बाइक र केटीएम डुकको बाइक लिनुहुन्छ भने तपाईहरुलाई 50% डाउन पेमेन्ट छ र अन्य अरु कुनै लिनुहुन्छ भने तपाईहरुले चाहिँ कास्कीको यही पोखराको कास्कीको 1 देखि 17 नम्बर वडाको नागरिकता चाहिन्छ बल्ल फाइनान्स हुन्छ है इजिली फाइनान्स दायाँ हातको खेलमा तपाई फाइनान्स गर्न चाहनुहुन्छ भने बजाजको बाइक र केटीएम को डुकलाई 18 मोडल भन्दा माथिकोलाई चाहिँ मज्जाले फाइनान्स हुन्छ 50% डाउन पेमेन्ट यो रहेको छ हामीसित गण्डकी 24 लट 2023 मोडलको BS6 मोडलमा NS 200 यसको प्राइस चाहिँ जम्मा तपाईहरुलाई चाहिँ 3,70,000 छ त्यसमा मज्जाले नेगोसिएबल हुन्छ है र अर्को हामीसित पुरानोमा BS4 मा चाहिँ ग24 को 2023 मोडलको त्यो मोडल पनि आइसकेको छ है यो गण्डकी 24 लट 2023 मोडल 1 एन्ड बाइक हो अहिलेसम्म यसको क्याम रनिङ चाहिँ तपाईको जम्मा जम्मा 9,000 जम्मा रुक्ने 9,000 गुडे 9,000 कति हो गुडेको 9,990 त्यस्तै गुडेको छ है 1 एन्ड बाइक हो BS6 मोडलमा हो तपाईको है एफआई इन्जिन प्लस एबीएस च्यानल भएको हो यसको प्राइस चाहिँ जम्मा तपाईहरुलाई 3,30,000 छ त्यसमा पनि तपाईलाई नेगोसिएबल हुन्छ र अर्को हामीसित BS4 मा NS 200 गण्डकी 24 लट 2023 मोडल दुईटै एफआई एबीएस हो तर यसको प्राइस चाहिँ तपाईलाई जम्मा 2,90,000 छ दुईटा मोडल एउटै हैन नेगोसिएबल हुन्छ मोडल एउटै हो यसको सस्पेन्सन तलपट्टि हुन्छ यसको सस्पेन्सन माथिपट्टि हुन्छ यो BS6 मोडल हो यो BS4 मोडल हो है त हजुरहरुलाई दुईटामा कुन मन पर्छ त्यो 33 को हो यो तपाईको 2,90,000 को त्यसमा तपाईलाई नेगोसिएबल हुन्छ र अर्को हामीसित BS4 मा गण्डकी 20 लट 2021 मोडलको एबीएस मात्र भएको NS 200 छ व्हाइट कलरमा तपाईलाई फुल्ली सर्भिसिङ भएर आउँछ बनाउन कुराहरु के छ सबै रेडी भएर आउँछ है यसको प्राइस चाहिँ जम्मा तपाईहरुलाई 2,40,000 छ है र अर्को हामीसित गण्डकी 27 लट 2025 मोडलको लेटेस्ट मोडलको 150 TD आएको छ है कति गुडे छ बाइक यसको क्याम रनिङ चाहिँ तपाईको जम्मा 5,000 कति गुडे होला जम्मा 5,892 गुडेको छ है यसको प्राइस चाहिँ तपाईहरुलाई चाहिँ जम्मा 2,75,000 छ त्यसमा तपाईलाई नेगोसिएबल हुन्छ है 25 मोडलको 150 TD है र अर्को हामीसित यो लुम्बिनी प्रदेशको छ है यो पनि गण्डकी नम्बर भएर आउँछ 150 TD हो यसको प्राइस चाहिँ 1,65,000 छ तपाईलाई नेगोसिएबल हुन्छ र अर्को हामीसित गण्डकी 21 लट 2021 मोडलको 150 TD छ यसको प्राइस चाहिँ तपाईलाई 1,75,000 छ त्यसमा नेगोसिएबल हुन्छ र अर्को हामीसित टिभीएस को RTR 200 4B आएको छ एउटा 15 लट 2018 मोडल
यो तपाईँलाई जम्मा 1,50,000 पर्छ। अर्को यो गण्डकी 23 स्लट 2022 मोडलको एफआई इन्जिन भएको एफआई इन्जिन हो। यसको प्राइस चाहिँ तपाईँलाई जम्मा 2,30,000 छ। त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ है। र एफजेडहरू पनि छ हामीसित, भिन्टेज बाइकहरू आरएक्सहरू पनि छ। अब यो आरएक्स छ, यो तपाईँको सुजुकीको जियान छ है, भित्र स्कुटरहरू टर्ने छ। यामाको एफजेड पनि छ हामीसित, गण्डकी 19 स्लट 2020 मोडल जम्मा तपाईँलाई 1,70,000 भनेर डिस्काउन्ट हुन्छ। र अर्को हामीसित गण्डकी 22 स्लट 2022 मोडलको 220 आएको छ है, रेड कलरमा। यसको प्राइस चाहिँ 2,60,000 छ। त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। र गण्डकी 20 स्लट 2020 मोडलको जम्मा 2,45,000, त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ। एबिएसमा छ है, दुइटै एबिएसमा हो। र स्कुटरहरू पनि टन्ने आएको छ। धेरैजना कस्टमरले चाहिँ एकदमै मिटियरको हाई डिमान्ड गर्नुभएको थियो है। र अर्को पनि छ हामीसित गण्डकी 25 स्लट 2024 मोडलको NS200 BS6 है। यसको प्राइस चाहिँ जम्मा यो त मिटर पनि युनिक रहेछ, अगाडि हेडलाइट युनिक रहेछ, हेडलाइटहरू पनि युनिक छ। कति हजार गुडे छ? जम्मा 17,732 गुडेको बाइक हो। हेडलाइट पनि खतरा रहेछ है, एकदम बवाल छ है भाइ। र चाँडोभन्दा चाँडो बुकिङको लागि खबर गर्न सक्नुहुन्छ। धेरैजना कस्टमरले हाई डिमान्ड गर्नुभएको थियो रिबन र मिटियरको तपाईँहरूको लागि भनेर हामीले ब्ल्याकमा चाहिँ गण्डकी 26 स्लट 2024 मोडलको मिटियर लिएर आएको छ है। यसको रनिङ पनि देखाइदिन्छु म तपाईँहरूलाई चाहिँ 8,000 समथिङ छ होला। 8,482 मात्र गुडेको 1N बाइक हो, एकदम फ्रेस कन्डिसनमा छ। चाँडोभन्दा चाँडो बुकिङको लागि खबर गर्न सक्नुहुन्छ है। यसको प्राइस चाहिँ तपाईँले व्हाट्सएपमा आउनु होला, व्हाट्सएपमा हामी तपाईँलाई एकदम डिस्काउन्ट गरेर दिनेछौँ है। बाइक एकदमै बवाल छ तपाईँको कन्डिसन है। र हामीसित यो डिओहरू पनि छ, एरएक्सहरू पनि छ है। यो गण्डकी 25 स्लट 2024 मोडलको एरएक्स छ हामीसित, 155 सीसीको रेडिएटर भएको MT-15 को इन्जिनको मेड हो। यो चाहिँ एकदमै बवाल छ। अगाडिपट्टि डिस्क ब्रेकमा एबिएस पनि हुन्छ तपाईँको है, देख्न सक्नुहुन्छ, डबल एबिएस हो, एकदम फ्रेस कन्डिसनमा छ। यसको रनिङ पनि देखाइदिन्छु म तपाईँहरूलाई चाहिँ। रनिङ जम्मा 9,056 मात्र गुडेको छ, बवाल छ 2024 मोडलको। तपाईँहरूलाई चाहिँ यसको प्राइस चाहिँ भनेर राखेको छ है त। यो हामीसित यामाको R3 है, हेर्दा R15 जस्तो देखिन्छ, तर 320 सीसीको R3 आएको छ, एकदमै बवाल छ। 1N हो, नम्बर पनि G13 पो 1 2 3 है, एकदम लकी नम्बर छ। कलर पनि मिठो छ, अगाडि पछि टायर दुइटै नयाँ छ। चाँडोभन्दा चाँडो बुकिङलाई खबर गर्नु होला। यो पनि तपाईँहरूलाई एकदम मिठो प्राइसमा डिस्काउन्ट भएर आउँछ र एक्सेस एभाइलेबल पनि छ है। डिओ पनि थाहा तपाईँलाई मार्केटमा सबैभन्दा हाई रिसेल डिओ। अब यिनीहरू अब 170 परिहाल्यो, यिनीहरू अब 195 90 85 पनि पर्छ। अब ग्रेजिया सस्तोमा आउँछ, हन्डाको ग्रेजिया है, तपाईँलाई लगभग 170 मा आउँछ। यो 20 स्लट 2021 मोडलको 170 मा आउँछ। अब डुक 200 BS6 लाई मजाले फाइनेन्स हुन्छ है त। बायाँ हातको खेल भनेर तपाईँको हुलासले राखिदिइसकेको छ 50% डाउन पेमेन्टमा। जम्मा 4,15,000 छ 2023 मोडललाई। त्यसमा पनि तपाईँलाई 20-25,000 डिस्काउन्ट हुन्छ र फाइनेन्स गरेर लान पनि सक्नुहुन्छ। RC200 पनि आएको छ हामीसित है, गएको 2016 मोडलको, एकदमै मिलाएर आउँछ यसको प्राइस नि। अब क्लासिक भन्नुहुन्थ्यो तपाईँहरूको लागि भनेर हामीले 12-13 वटा क्लासिक 350 लिएर आइसकेको छु, प्लस तपाईँको रिबन पनि छ हामीसित है। अब यो क्लासिक तपाईँको एबिएसमा हो, यो G20 को 2021 मोडलको सिंगल ह्यान्डेड तपाईँको एबिएसमा है। मान्छेले चाहिँ कलर युनिक छ भन्छ, तर यसमा चाहिँ एबिएस हुन्छ है। यसको जम्मा 23,000 जेन्युन रनिङ है। यसको प्राइस पनि तपाईँलाई मिलाएर आउँछ। यो पछि अर्को एबिएसमा हामीसित एकदमै इन्डियन आर्मीले चढ्ने, ब्रिटिस आर्मीले चढ्ने यस्तो कलर मिठो छ। तपाईँको व्हिल सुइल केही पनि छैन, एकदम सिम्पल छ, सोरुमबाट जस्तो झिक्यो त्यस्तै छ। यो चलाउने पहिलाको धनी अनरले चाहिँ यहाँ मिटरमा पानी पस्छ भनेर यो कभर पनि राखिदिएको छ है। तपाईँले यो कभर पनि पाउन सक्नुहुन्छ। यो बुलेट किन्दाखेरि जम्मा 37,000 जेन्युन रनिङ छ है। यसको प्राइस पनि तपाईँलाई मिलाएर आउँछ। र अर्को हामीसित एकदमै सस्तो लो बजेटमा बुलेट भन्नुहुन्छ नि, 3 लाख 4 लाख एराउन्डकोमा तपाईँहरूले बुलेट खोज्दै हुनुहुन्छ भने हामीसित G6 को 11 मोडल छ, G17 को 17 मोडल छ, G22 को 17 मोडल छ, G8 को 13 मोडल छ। र बुलेट भन्दा नि अझै युनिक डबल साइलेन्सर भएको चढ्न चाहनुहुन्छ भने जावा छ हामीसित है, एकदमै मिलाएर आउँछ यो दुईटा जावा तपाईँलाई 3,80,000 मा। र तपाईँलाई जम्मा 3,50,000 मा आयो, 3,50,000 मा आयो। 22 स्लट 22 मोडल, यो 21 मोडल हरियो पनि हो, यो हरियो पनि हो, एकदमै बवाल छ। यो जेन्युन 1N हो, 20,000 गुडेको छ। यसको साउन्ड पनि सुनाइदिन्छु म तपाईँहरूलाई। बाइक एकदम बवाल कन्डिसनमा छ। यदि छुट्टीमा लाउरेबाट छुट्टीबाट आउँदै हुनुहुन्छ भने तपाईँहरूको लागि दुईटा ब्याटल ग्रिनमा सजिएर बसेको छ यो बुलेट। चाँडोभन्दा चाँडो बुकिङको लागि खबर गर्न सक्नुहुन्छ। यसको प्राइस पनि मिलाएर आउँछ, यसको प्राइस पनि मिलाएर आउँछ। प्राइस हामीले 5,80,000 5,80,000 भनेको छु। त्यसमा तपाईँलाई डिस्काउन्ट हुन्छ। 2021 मोडल हो, बाइक दुइटै बवाल छ। यहीँ आएर तपाईँले टेस्ट राइड गरेर चेकअप गरेर लान सक्नुहुन्छ। एक्सेस एभाइलेबल पनि छ है। र एकदमै कस्टमरको हाई डिमान्ड सस्तोमा तपाईँहरूले क्लासिक 350 भनेको हामीसित रिबन आएको छ। ल गण्डकी 26 स्लट 2024 मोडलको रिबन आइसकेको छ है। यसको रनिङ पनि म तपाईँहरूलाई भनिदिन्छु। यसको रनिङ चाहिँ जम्मा 10,317 मात्र गुडेको छ है त। यसको प्राइस नि मिलाएर आउँछ तपाईँहरूलाई 4,90,000 छ। त्यसमा तपाईँलाई नेगोसिएबल हुन्छ।
क्लासिकहरू गन मेटलमा टन्नै छ, 21 मोडल 22 मोडलहरूको टन्नै छ हामीसित। र स्कुटर खोज्दै हुनुहुन्छ भने एप्ला स्कुटरहरू, हन्डाको यो एभिएटर, एप्लाहरू छ, एन्ट्रोकहरू पनि टन्नै छ हामीसित है। प्राइसहरू सबै मिलाएर आउँछ। एकदमै कम सिसी भएको बाइक चढ्न चाहनुहुन्छ नि केटिएमको डुक 50% डाउन पेमेन्टमा हामीसित 125 डुक आइसकेको छ है त। 50% डाउन पेमेन्ट हुन्छ यसमा। 2019 मोडल हो, डुएल चेन एबिएस प्लस एफआई इन्जिन भएको 125 सीसीको डुक आइसकेको छ। यदि तपाईँले लिन चाहनुहुन्छ भने चाँडोभन्दा चाँडो बुकिङको लागि खबर गर्न सक्नुहुन्छ। यसको लास्ट प्राइस कतिसम्म आउँछ अरे हाम्रो? 2 लाखमा दिनु ल। ल 2 लाखमा लास्ट प्राइस। ल 50% डाउन पेमेन्ट नि हुन्छ है तपाईँले। 1 लाख दियो भने 1 लाख फाइनान्स भयो हैन? 50% 1 लाख डाउन पेमेन्ट है त। एन्ट्रोकहरू पनि टन्नै आइसकेको छ। एन्ट्रोकको भेरिएन्ट पनि छ एउटा हामीसित। एउटा दुईटा नर्मल तीनटा यो चारवटा पाँचवटा छवटा 5-6 वटै छ हामीसित। भेस्पाहरू आठवटा भयो। छैन? अब भेस्पा? सस्तोमा ब्लेजरहरू छ 80,000 90,000 को भेस्पा पनि छ हामीसित। फ्यासिनोहरू छ, एक्स प्लस? एभेन्जर एक्स प्लस छ, क्रस फायर छ है। हामीसित एक्स प्लसहरू पनि 4B मा पनि आएको छ। गण्डकी 23 लट 2022 मोडलको छ। यो गण्डकी 25 लट 2020 मोडलको यो 2B मा छ। अब क्रस फायर अफरोडको लागि अब यो झरीमा तपाईँहरूले अफरोडमा राइड गर्दै हुनुहुन्छ भने तपाईँहरूको लागि भनेर एकदम बवाल बाइक आइसकेको छ। क्रस फायरको हाइपर यो गण्डकी 23 लट 2021 मोडलको मिलाएर आउँछ तपाईँलाई फुल डटमा छ। र अर्को यो गण्डकी 26 लट 2024 मोडलको इएफआई मोडलमा CX250 आएर आइसकेको छ। सिङ्गल ह्यान्डेड जम्मा 6000 गुडेको मोटरमा रहेको छ। यहीँ आएर तपाईँले टेस्ट राइड गर्न सक्नुहुन्छ र एक्सचेन्ज एभाइलेबल गर्न सक्नुहुन्छ। यदि यो बाइकलाई तपाईँलाई हाई प्राइस छ भने फाइनेन्स पनि गर्न सक्नुहुन्छ। यहीँ कास्कीको 1 देखि 17 नम्बर वडाको नागरिकता हुनु पर्यो। मजाले 50% डाउन पेमेन्टमा यो फाइनेन्स हुन्छ है। यसको प्राइस पनि तपाईँलाई मिलाएर आउँछ। र अर्को हामीसित NS 160 पनि छ है सस्तो बजेटमा। NS 200 लाई तपाईँले 2,40,000 2,50,000 हाल्नुभन्दा NS 160 लाई 21 मोडललाई जम्मा तपाईँले 1,60,000 हालेर लान सक्नुहुन्छ है। 60,000 पायो नि त। 1,60,000 मा पायो। यो पनि फाइनेन्स हुन्छ है, मजाले फाइनेन्स हुन्छ। अर्को यो गण्डकी 7 लट 2012 मोडल सुरुमा लन्च भएको NS 200 यो 2012 मोडलको जम्मा तपाईँलाई 1,15,000 मा आउँछ है त। यदि भिआर खोज्दै हुनुहुन्छ भने गाउँघरतिर सामान बोक्ने भिआर अब चलफल हान्ने हो भने तपाईँहरूको लागि गण्डकी 23 लट 2021 मोडलको भिआर आएको छ है। यसको प्राइस पनि तपाईँलाई मजाले मिलाएर आउँछ। र अर्को यो जम्मा यो 1 लाखमा आउने भिआर एकदमै सस्तो बजेटमा। अब डट चढे जस्तो फिल, भिआर चढे जस्तो फिल गर्नुहुन्छ भने गण्डकी 9 लट 2014 मोडलको जम्मा 1 लाखमा अगाडि पछि टायर चेन्ज गरेर तपाईँलाई फुल्ली सर्भिसिङ भएर आउँछ। अर्को यो गण्डकी 24 लट 2023 मोडलको X प्लस 4B आएको छ हामीसित। एकदमै बवाल छ। रनिङ पनि देखाइदिउँ है त। जम्मा 14,000 जेन्युन गुडेको अहिलेसम्म वान हेर्नु एकदम बाइक फ्रेस कन्डिसनमा छ। यसको प्राइस नि मिलाएर आउँछ तपाईँलाई। हामीसित हन्डाको XR 150 आएको छ गण्डकी 17 लट 2019 मोडलको एकदमै 18 मोडलको। अब ग्राफिक पनि नयाँ हालेर राखिसकेको छु। तपाईँहरूले लानुहुन्छ भने हामीले टल्काएर राखिसकेको हुन्छ। 3,70,000 सर्भिसिङ गर्ने लाने है त। एक कति 3,70,000 मिलाएर 3,70,000 मा मजाले डिस्काउन्ट 1 लाखमा 180, 1 लाखमा 180 छ। 1,40,000 मा 150, उता 1 लाखमा 150 छ बागमतीको है। उता पल्सरहरू पनि छ हामीसित। युनिकर्न पनि छ जम्मा तपाईँलाई 1,40,000 मा आउने। एकदम। अब ग्ल्यामर छ जम्मा 60,000 60,000 मा आउने। अब यो कुनामा धेरै स्टक रहेर चाहिँ यहाँ थन्कियो भनेर तपाईँले चाहिँ बाइक बिग्रेको भनेर नसोच्नु होला। सबै बाइकहरू कन्डिसन छ। हामीले ठाउँ भनेर मिलाएको। अब हामीसित यो गण्डकी 15 लट 2018 मोडलको हामीसित डुक 200 BS4 मा 18 मोडलको हामीसित एउटा दुईटा छ है त 200 मा है। दुईटै बाइक बवाल छ, एकदम दामी छ। तपाईँको टायरहरू नयाँ छ, सिङ्गल स्क्रच कहीँ के गर्नु पर्दैन। यसको साउन्ड पनि सुनाइन्छ है त म है। केम रनिङ जम्मा 19,729 कोडेको छ है। तपाईँहरूलाई ट्रस्ट लाग्दैन भने यहीँ आएर तपाईँले टेस्ट राइड गरेर मिस्त्री ल्याएर चेक गरेर लान सक्नुहुन्छ र एक्सचेन्ज पनि गरेर लान सक्नुहुन्छ। र अर्को हामीसित गण्डकी 17 लट 2018 मोडलको है। यो स्टक हो, फेरि अञ्चलीकरण होइन स्टक हो। तपाईँको यसको बाइक पनि फ्रेस छ है। यसको प्राइस पनि सुनाइदिन्छु म तपाईँलाई। जम्मा 38,000 जेन्युन गुडेको छ। बाइक एकदम फ्रेस कन्डिसनमा छ। ओरेन्ज कलरमा रहेको छ। यो दुइटै 18 मोडलको प्राइस चाहिँ 3,75,000 छ। त्यसमा तपाईँलाई 20-25,000 डिस्काउन्ट भइहाल्छ र एक्सचेन्ज अफर पनि छ है। NS भन्दा एकदमै बढी रुचाउने बाइक यो चाहिँ केटाहरूले है। अलिक पावर बढी हुन्छ, इनिसियल पिकअप अगाडि हुन्छ। यसको चाहिँ 250 पनि छ हामीसित एकदमै सस्तो रेन्जमा। 2017 मोडलको 250 BS4 मा। यसको प्राइस लास्ट प्राइस कतिसम्म दिने हामीले? 2,40,000 45,000 ल 240 245 मा तपाईँलाई सबै रेडी भएर आउँछ है। एकदम चाँडोभन्दा चाँडो बुकिङको लागि खबर गर्न सक्नुहुन्छ। लोकेसन हाम्रो पोखरा नयाँ बजार स्ट्रिट नम्बर 9 मा रहेको छ। बजार सोरुम भन्दा 2 घर माथि। तपाईँलाई यदि ट्रस्ट छैन भने यहीँ आएर तपाईँले टेस्ट राइड गरेर माइन्ड मेकअप गरेर लान सक्नुहुन्छ। मिस्त्री ल्याएर चेक गरेर लान पनि सक्नुहुन्छ है। एक्सचेन्ज अफर पनि छ न्यू इयर रिकन्डिसन हाउसमा। आजको यो मिनी भ्लगहरू तपाईँहरूको लागि आउनेछ, फेरि दिनदिनै आउनेछ, हेर्दै गर्नु होला है ल।